नमस्ते अनि फेरि पनि वेलकम छ मेरो आजको मिनी ब्लगमा। म हजुरहरुकै उरु छेत्री अनि हजुरहरु सन्चै हुनुहुन्छ भन्ने ठूलो आशा गरेको छु र म पनि सन्चै छु। मेरो आजको ब्लग चाहिँ खासै केही छैन। आज म दुबई आएको 2 वर्ष भयो, तर आफ्नो भेटालाई भेट्न गएको थिएन कहिले पनि। नजिकै हुनुहुन्छ 10 मिनेटको बाटो हो। सो आज मेरो आजको प्लानिङ छ भेनासँग भेटघाट गर्ने अनि यो मेरो चाहिँ फेभरेट ठाउँ हो। फेभरेट एकदम फेभरेट। म यहाँ जस्तो एक्लै बस्छु, एक्लै बसेर अनि यो बगेरको रुख छ। अब यो जालीबाट उता जान सकिँदैन, सो म यहीँ बसेर त्यहाँ झरेको बगेरहरू हेर्छु अनि यो बगेरको बास्नाले बस्छु अनि यहाँ एक्लै बस्छु। कुर्सी पनि अस्ति कता गयो कुर्सी मेरो भाँचेको छ, सोर्टिङ रोडिङ भएको थियो त्यहाँबाट। अनि विदेश जस्तो ठाउँमा एकान्तमा एक्लै बसेर अनि चिसो हावा त्यसमाथि अनि बगेरको मिठो बास्ना सुँगेर बस्दाको आनन्द छुट्टै छ। चाहे टेन्सन होस्, चाहे जोसँग झगडा होस्, जे होस्, रिस पोक्नु छ भने म यहीँ नै बस्छु एक्लै। यो मेरो फेभरेट ठाउँ अनि यो मेरो फेभरेट हेडफोन हो, किनकि यसमा कसैको याद जुडेको छ। सो मैले हल्का मेकअप पनि गरेको छु आज, कस्तो देखेको छु हल्का कमेन्ट गरिदिनु होला साथीहरू। अनि मैले बनाएको भिडियोहरूमा कतिले भन्नुहुन्छ कि एडिट गर्दैनौ तिमीले अनि यताउति भनेर भनिदिनुहुन्छ। मलाई एडिट गर्न चाहिँ आउँदैन, यो साँचो कुरा हो। एडिट गर्न नि आउँदैन, त्यसपछि राम्रोसँग बोल्न पनि आउँदैन। जस्तो आउँछ त्यस्तै बोल्छु, जस्तो हुन्छ त्यस्तै गर्छु, किनकि म मान्छे फ्याङ्गी छु। ल अब उहाँ भेनालाई भेटेपछि अनि घुम्नेको प्लानिङ चाहिँ हामीले बनाएको छैन। घुमेछु भने चाहिँ म फुलमा घुमेको ठाउँ देखाइदिनेछु, कहाँ घुमेँ, कसरी घुमेँ, के खाएँ भनेर। यदि घुमेन छु भने भेनाजीलाई भेटेर फर्केको ब्लग देखाउनेछु फेरि पनि खास। अनि म चाहिँ सिम्पल तरिकाले सिम्पल ड्रेस लगाएर चिटिक्क परेर हिँडेँ। अब मेरो डिबी क्याम्पबाट चाहिँ साउथ यता के भन्छ अरे गेट नम्बर 7 आउन धेरै टाढा छ, 15 मिनट लाग्छ हिँडेर। सो म बिस्तारै कागलाई अचानक हल्दियो सो म बिस्तारै ब्लग बनाउँदै हिँडेछु। हेर्न सक्नुहुन्छ यस्तो दामी ठाउँ छ। अनि फाइनली बिनाजुलाई भेटेँ। अनि फेरि बिनाजु फेरि मलाई भेट्ने बित्तिकै दिदीलाई कल लगाइहाल्नु भयो। अनि दिदीको डाइलग फेरि छुट्टै छ। बेइज्जत नगर्नु न, फेरि बेइज्जत गर्ने पाए। अनि फाइनली म फर्केँ क्याम्पतिर, तर यो हावाले मलाई उडाउन जस्तै भएको छ। हेर्न सक्नुहुन्छ